इटरीको बलरले अवश्य जित्ने नै छ। साथीहरु सन्चै हुनुहुन्छ? सेक्वा झन् बवाल इटरीको। यहाँ विराटनगर एक्टिभेसनमा पनि आउनु भएको थियो, निकै नै राम्रो कम्पिटिसन दिनुभएको थियो उताको विनरलाई पनि। के मेन्टालिटी छ आज? कसमै खाएर आएको छु। दमकपछि हाम्रो यात्रा आइपुगेको छ इटरी, पूर्वी नेपालको प्रमुख ट्रान्जिट हब, जहाँ पूर्व पश्चिम राजमार्ग र कोशी राजमार्गको सङ्गम हुन्छ। गतिशीलता, व्यापार र आवत जावतको केन्द्रको रूपमा परिचित इटहरी सधैँ चलायमान, सधैँ अगाडि बढिरहेको सहर। र यही गति, यही ऊर्जा यहाँका युवाहरूको क्रिकेटप्रतिको जोसमा पनि स्पष्ट देखिन्छ। लास्ट सिजन फलो गर्नु भएको थियो भने चाहिँ कस्तो लाग्यो यहाँलाई? राम्रै लागेको थियो। बलरहरूले इफोर्ट पनि देखाएको थियो, कोचेसहरूले राम्रोसँग गाइड गरिदिनु भएको थियो। पछि गएर बिट द स्पिडले स्पिनरको लागि पनि गराउँछ भन्ने आशा राख्छु। यो पालि इटहरी सहरबाट कोही विजेता पाउन सक्ने अवस्था छ कि छैन? त्यो त छ नि, अब इटहरीमा पनि धेरै राम्रो प्लेयरहरू नै छन्। देशको कुना काप्चामा अझ राम्रो खेलाडीहरू चाहिँ खोजिरहनु भएको छ भन्ने मलाई एकदमै खुसी लागेको छ। सफलता पाओस्। अनि सर, यहाँको घरमा कुन इन्टरनेट छ? वर्ल्ड लिङ्क छ। मेरो छोराहरू चाहिँ 2जना बाहिर हुनुहुन्छ, उहाँहरूले चाहिँ 6G वर्ल्ड लिङ्कको जोड्नु भनेर चाहिँ मलाई यो खबर आएको छ। मलाई आशा छ म तुरुन्तै नै जोड्नेछु। ओके, हामी इटहरी एक्सप्लोर गर्दै गर्दाखेरि हामीसँग एकजना दिदी पनि जोडिनु भएको छ। अनि दिदी, यहाँको बिजनेस चाहिँ कस्तो चल्दैछ? बिजनेस ठिकै छ, राम्रै चलिरहेछ। घरमा यहाँले कुन चाहिँ इन्टरनेट चलाउनुहुन्छ? वर्ल्ड लिङ्कको छ, राम्रो छ, फास्ट छ, केही प्रब्लम छैन अहिलेसम्म। छिटो भनेकै वर्ल्ड लिङ्क। यस सहरले नेपाली क्रिकेटलाई विभिन्न माध्यमहरूबाट प्रोत्साहन दिएको हामी सबैलाई थाहा छँदैछ। त्यही भएर पनि होला आज यहाँका पेस बलरहरू बीच हुन सक्ने प्रतिस्पर्धाको सम्भावनाले नै म आज एक्साइटेड भएको छु। लेट्स सी आज के कस्तो पेस हामीले देख्न पाउँछौँ। स्टे ट्युन विथ अस। इटारीमा क्रिकेट केवल खेल होइन, यो हो सपना पछ्याउने यात्रा। गल्लीहरूमा खेलिने खेलदेखि मैदानमा गरिने कडा अभ्याससम्म यहाँका युवाहरूमा देखिन्छ आफ्नो क्षमता प्रमाणित गर्ने दृढ चाहना। हरेक बलमा हुन्छ मेहनत, हरेक रनअपमा हुन्छ लक्ष्य, नेपालका लागि खेल्ने। यता फेरि पनि आउनुभयो, त्यो डेडिकेसन एकदमै राम्रो छ यहाँको। यहाँलाई यो अपर्च्युनिटी कस्तो हो जस्तो लाग्छ? अपर्च्युनिटी धेरै राम्रो हो भनेको, फास्ट बलरलाई मतलब मौका जाने, त्यो एप्रिसिएट गर्ने मौका दिने, अनि त्यो एनपिएल जस्तो ओकाहरूले गर्दा खेल्ने हामीले।
यसै प्रतिस्पर्धाको बीचमा 17 वर्षका सुधीर कुमार कामतले 117 किलोमिटर प्रति घण्टाको गति निकाल्दै बीट द स्पिड इटहरीका विजेता बने। उनको प्रदर्शनले फेरि एकपटक देखायो प्रतिभा उमेरले होइन, मेहनत र आत्मविश्वासले चिनिन्छ। सुधीर, कस्तो महसुस हुँदैछ जितिसकेपछि? राम्रै महसुस भइरहेछ, तर सोचेको जस्तो भएन, गिल्टी फिल भइरहेछ। के कारणले अझै राम्रो गर्न सक्थे भन्ने थियो हो? पुरै राम्रो सोचेर आएको थिएँ, त्यस्तो भएन। अब मेहनत गर्छु, अब नेक्स्ट सिजन डेफिनेटली पनि अझै राम्रो हुन सक्थ्यो भन्ने चाहिँ सधैँ नै भइरहेको छ। त्यही पनि लास्टली अब चाहिँ यो पछि कति के गर्छु जस्तो के छ मेन्टालिटी यहाँको? मतलब 1 साल पुरा मजाले मेहनत गर्छु, 130+ फाल्ने मतलब सक्षम बनाउँछु। इटहरी, तपाईको ऊर्जा र युवाहरूको सपना हामीलाई अझ प्रेरित बनाउँछ। यो यात्रा अझै जारी छ। अब बीट द स्पिड अघि बढ्दैछ अर्को गन्तव्य मलङ्गवातर्फ। तयार हुनुहोस्, किनकि खोजी अझै सकिएको छैन। नेपालकै सबैभन्दा छिटो बलर सायद तपाईँ नै हुनुहुन्छ कि?